छ बुझिएको छ काप्सिएर हो कि बाग्नु नभन्ने यो एजुकेसन अब इम्पोर्टेन्ट अब एजुकेसन हुन्छ यो अन्त गलीले नि हामीले भन्दा यहाँ आएर हाम्रो यसले अन्डा त सातवटा यता यो आमामा डोनरलाई यहाँ हाम्रो दुईटा चिया यहाँ दुईटा अन्डा खाइयो चना र फेरि आफ्नो थपिन्छ नि त है वेलकम टु माई न्यू ब्लग सबैजना सन्चै आराम हुनुहुन्छ होला धेरै दिनपछि कहाँ हरा भन्नुभएको थियो होला युट्युबमै छु यहाँ आज चाहिँ हाम्रो बासको सबको 7 गते हिजो र अस्ति भएको थियो दाइले यस्तो यहाँ कति ल्याङ गरिछन् यहाँ चाहिँ आज 7 गते हो है गाइजहरू विद्यार्थी बसाइ यसो बनाएको छ अस्ति हाम्रो 5 र 6 गते कार्यक्रम भएको 5-6 गते अनि हिजो र अस्ति बनाएको होला आज 7 गते स्कुलमा आएर यहाँ नाराको लागि बनाएको छौँ है त पुर्ने हजुर भोटकोलाई विद्यार्थी बसाइलाई ए यसलाई हामी त स्वतन्त्र म जेएनजी हो जेएनजी हौ तिमी जेएनजी हौ म जेएनजी हो बालन बाजे के प्योली दाइ अन्त के प्योली दाइ बालन बाजे यहाँ चाहिँ हाम्रो एपिएफको सरहरू पनि एकदम यता सिटा टिक्र अस्टामा हुनुहुन्छ चुनाव पाइरहेको छ त्यही भएर अबको लागि तयारी गर्दै हुनुहुन्छ यहाँ चुनावको बेला नि त त्यही भएर अब बेला तिर्नुपर्ने हुन्छ हेलो सुलुलु गुड मर्निङ हिँड्नु अब गाडी हिँड्नु अब एपिएफको यहाँ चाहिँ चुनाव पाइरहनु नि नेपालमा त्यही भएर हामी त गाडी बाबु दिले यो काम गर्छ पछि भेटौँ भाइ ल है ल हामी लाग्यो है केमा घन्टीमा घन्टी कसको जेएनजीको आमामा ओ सुदीप तँलाई देखाइदिए अनि तिमीले त्यहाँ हेर त ओ सुराज फेरि हेर ओए हामीसित चाहिँ दुईतिर चिप्किने टेप पाइए यो चानी टुङ डिस अघि लामो छ लाइन त यार वहाँ कहाँ के भन्नु यसलाई चाहिँ अन्त उल्ट्यो नि त्यसको राम्रो
हाप्रे अलग भन्छन् मलाई किन हाप्रे अलग भन्ने हेलो गाइज हजुर के डढे हो र चिनी किने रोटा हाले जम्माले टिका लाडी चाहिँ हिँड्ने खान गएको अब चाहिँ अहिले भेटौँ गाइजहरू स्वागत गीत सुन मै आमामा के गीत हो
कोहलीले नि हा हामीले भन्दा यहाँ ज्याएर हाम्रो यसले अन्डा त 7वटा यता यो आमामा डोनरलाई यहाँ हाम्रो 2टा चिया यहाँ 2टा अन्डा खाइयो चना र फेरि आफ्नो थपिन्छ नि त हैन ओहो गाइज हामीले कसैले इङ्ग्लिस नजान्ने एउटीले इङ्ग्लिस जानी हन उहाँ गइछिन् Actually, education means it's not only about copying each other. Sorry, it's about learning. We live in a modern world where education has become one of the important features in our life. जम्मैलाई पुरानो सुनाए चाहिँ भयो नि नेपाली बाबा सुनि अब ओइ बाबाकोहरूले झन् के जान्दैन हामीले झन् के जान्दाम पुरानो सुनाए चाहिँ उही उमेश सरले जान्नु हो कमल सर अनि मिसले अरूले जाने लेहान्ड सरले पनि जान्नु हो इङ्ग्लिस टिचरहरूले हाम्रो कृष्ण सर हाम्रो परदिप सरले नि जान्नु नगरे परदिप सर त मैले नि यस्ता खतरा त हाम्रो ओम सर मानुहुन्छ जाने छ बुझ्यो छ कहाँ सेरा हो कि बाइलु नभन्ने यो एजुकेसन अब इम्पोर्टेन्ट अब एजुकेसन हुन्छ के भने छ नि यस्तो we should seek for the education and become independent and strong in our life. We are being educated to change the lifestyle of our people in society. We should strong enough to change the nation. मैले जाने त विश्वको सबैभन्दा प्रसिद्ध राजनीतिक लिडर रे मैले जाने राजनीतिक नेता मैले जाने गाली गरे जस्तो भयो कहाँ त सिर्जन एउटा जाने भन्नु हो एजुकेसन एउटा सम्पत्ति रे जुन चाहिँ हामीले भुल्न हराउनु हुन्न रे छोड्न हुन्न रे शिक्षा जाने हो गाइस अलिअलि ए सकिचन यो थ्याङ्क यू भनेको मैले धन्यवाद भनेको है गाइस के गरे केले नि यो भाइले नि इङ्ग्लिस जान्छ केटाको नाक नि राखेको रियोले केटाको नाक राखे अघि 26वटा अन्डा खाएको ज्ञान पाँदै खासु अर्को आयो फेरि इङ्ग्लिसको नाक राख्ने Respected principal, teacher, guardians and all dear my friend, it is a matter of great pride and privilege for me to stand in front of you on this special occasion of school annual function. Today I would like to share my thoughts on importance of relationship between teachers, parents and students. ओ मैले जाने अभिभावक शिक्षक र विद्यार्थीको सम्बन्ध भन्न लागेले only on the school and family. It is the result of outstanding and support between the teachers and parents for children. Parents are the first teacher in the It is our responsibility to respect our teachers and parents, follow their guidelines and achieve our goals. When the students become disciplined, sincere and communicative, they become very stronger and more effective. They became very stronger and motivated and can do any task easily.
तिनीहरूको को टिकटक दामी दामी चाहिँ